ए पाले दाई, गेट खोल क। ओहो, फेरि आयो तिमी? यहाँ अघिको लट नै पचिसकेको छैन, फेरि अर्को बाढी। नकरा, तेरो बोसलाई फोन लगाइदे। हामी गुलियो मिठो फेरि आएको छौं भनेर। हेलो हाकिम साहब, गेटमा फेरि भिआइपी पाउन आइपुगे। भोलि आउनुभन्दा हुँदैन र? चुप लाग भुँडी, आफूलाई यहाँ लो फिल भइसक्यो। रेड कार्पेट ओछ्याएर भित्र पठा, मुड फ्रेस बनाउनु पर्यो। हस् बुस। ल है सानो अन्द्रा, एउटा गुलियो फेरि आएको छ। ओहो, आज त अलि धेरै नै आएछौ त। म त सेतो सुनु बाबु, म जहाँ जान्छु त्यहाँ रमाइलो हुन्छ। ल, मलाई सिधै रगतको खोलामा पठाइदेऊ। स्याबास, सही समयमा आयो तिमीहरू। ल, सुरु गरिहाल। देख्नुभयो हाकिम, म आएपछि कति मजा दिन्छु तपाईलाई। त्यो भुडीले भोलि आउनु भनेर कराइरहेको थियो। अहिले ती कुरा नगर त, मलाई बस यो आनन्दमा डुबिरहन देऊ। ओहो, ढिलो भएछ। जाऊ अब तिमी। कता जाम त हाकिम अब? के थाहा मलाई, लिभरतिर नै होला नि। ओ नो, फेरि अर्को चिनी? अनि फ्याटी लिभर नभएर के हुन्छ त? हे राम, रक्षा गर। ओ प्यानक्रियास दाई, इन्सुलिनको व्यवस्था गर छिट्रो। कति इन्सुलिन छर्कनु मैले? मेरो स्टक सकिन लागिसक्यो। ल त्यसो भए अब जाऊ, त्यो भुडीको कुनातिर गएर बस। के गर्नु, दिनभरि कुर्सीमा टाँसिएर बसेको, चिनी भने छिरेकै छ। ये साथीहरू, यहाँ त पहिलेदेखि नै धेरै भिड रहेछ। पेटको बोसो भण्डारमा स्वागत छ साथी। यहाँ हामीलाई कसैले मन पराउँदैनन्, तर हटाउन पनि सक्दैनन्।